मैले हाई गाइस वेलकम टु माई ब्लग तपाईँ सन्चै हुनुहुन्छ मलाई पनि सन्चै छु आज चाहिँ न्यू डेको साथमा न्यू डेको साथमा उपस्थित भइसकेको छु हाम्रो श्रेष्ठ ब्लग आज चाहिँ यो चाहिँ रङ्गीचङ्गी बनाउन लागेको छु यहाँ स्टार्ट गर्नु लागेको छु कस्तो हुन्छ अवश्य नै लास्टसम्म हेरिदिनु होला आई होप तपाईँहरूले माया गरिदिनुहुन्छ होला मैले यो चाहिँ के बनाउनु लागेको छ भने चाहिँ मलाई पनि थाहा छैन तर चाहिँ बनाउनु नआए पनि यसो बनाइदिइरहेको छु मादीलाई उतातिर नि के बन्दै सबै देखाउँ उता उठेर जाउँ न रङ्गीचङ्गी बनाउँदैछ तर कस्तो हुन्छ त थाहा छैन राम्रो नभए पनि यसो प्रयास नै होइन प्रयास नै एकदम ट्राई अघि अहिले राम्रो नभए पनि पछिको लागि चाहिँ राम्रो हुन्छ नि अध्यक्ष हजुर भनेर के भयो कसले कहाँ लड्यो पज गरिराख्नु एकछिन यो चाहिँ के हो यो चाहिँ यसलाई के भन्छ भनिदिनु न बाजे के को रेखी नारायण पूजाको रेखी चाहिँ बनाउँदै हुनुहुन्छ उहाँ बाजेले हेर्नु कस्तो राम्रो छ कला भनेको यही हो क्या यो चाहिँ हाम्रो जग्गे देख्न सक्नुहुन्छ जग्गे छ उतातिर चाहिँ त्यो रङ्गीचङ्गी गर्ने भइरहेछ म चाहिँ तल जान पर्ने हुन्छ म चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो गेट पनि बनिसकेको छ यो क्यादी अब यहाँतिर यस्तो मौसम भइरहेछ आज चाहिँ राम्रो मौसम भइरहेछ हामी चाहिँ अब कहाँ जान लागिरहेको छौँ हामी तल जान्छौँ तल गएर चाहिँ के गर्छौँ भने मेरो हात हेर्नु नि यस्तो भइरहेको छ मैले चाहिँ थोरै त्यहाँ काम गरेँ कस्तो भने कस्तो एकछिन कस्तो हुन्छ ट्राई गरेको अनि हजुर अनि त्यहाँ गएर चाहिँ म कुखुरा काट्नुपर्ने हुन्छ कुखुरा के को लागि काट्छ नो चिकन तन्दुरी खानु परेन होइन चिकन तन्दुरी खानु परेन यहाँ चाहिँ पानी ताप्दैछ काट्नलाई कुखुरा हेर्नु यसलाई काटिदिउँ क्या यो कुखुरा काट्नलाई हामी चाहिँ कुखुरा खोरभित्र आएछ आऊ न बाहिर जान्छ लुडोका लाऊ न म यसम्म त हामी चाहिँ कुखुरा सामान गइरहेको छु यो कुखुरालाई चाहिँ काट्नुपर्छ है यसलाई काटौँ उनीहरू काटौँ मलाई त यो समय त अन्नभान भरिपूर्ण रातो अबिर भएका चन्द्रमा तिम्रो पखरी सद्मङ्गलो मङ्गलो सद्बुद्धि गुरु त गुरु धाम गुरु बाबु केतु पुलितम नित्य प्रीति भवन्तु हाम्रा घर गृह फुलमा कुनै दुःख कष्टका नहोस् गृहमा लक्ष्मीले वासीहरू अकालमा निर्जुन सूर्यादि नौवटा ग्रहहरूले दुःख नदेऊ शुभ फल दिउँ Today, yeah. जगत की जननी सीता हुनुहुन्छ उहाँको भगवानका भनेका पछिल्लो भगवान हुनुहुन्छ कृष्ण बोधमा यागत छ याति यावत विधान गरौँ भगवान
उदरका उदरम भनेको पेटमा चेरा भएको पन्सेबाजा टोली दिस now today pipes is a pipes look at here को हेलो नमस्ते हजुर को हुनुहुन्छ आज बेहुली बन्नी भन्ने मान्छे को हो बेहुली बन्न एक्साइटेड हुनुहुन्छ खुसी हुनुहुन्छ साँच्ची अनि ऊ चाहिँ बेहुली बन्नको लागि चाहिँ उफ्रिरहेको छ आज बेहुली बनेपछि के गर्छौ साँच्ची बेहुली बन्नी हो आज तिम्रो बिहे हो 2,000 years later.